किन धेरै मानिसहरू अनलाइनबाट केही नयाँ सुरु गर्न डराउँछन् त? साँच्चै भन्नुपर्दा म पनि सुरुमा डराएको थिएँ। म सक्दिनँ कि मानिसहरूले के भन्लान्, यो मेरो लागि हो कि होइन। तर पछि मैले एउटा कुरा बुझेँ, यदि हामीले पहिले स्टेप नै लिन सकेनौँ भने लाइफ कहिले चेन्ज हुँदैन। धेरैजना फेलरको डरले रोकिएका हुन्छन्, तर कुनै पनि स्किल सिक्दै जाने कुरा हो। किनकि हामीले सिम्पल घरको काम पनि एकैचोटिमा पर्फेक्ट भएको हुँदैनौँ। हामीले त्यो सिम्पल खाना पकाउन, इभन चिया बनाउन पनि कतिचोटि प्र्याक्टिस गरिसकेपछि हामीले त्यो मिठो चिया बनाउन सक्छौँ। त्यही भएर नोबडी स्टार्ट्स पर्फेक्ट। आजको समय लर्निङको समय हो। फोन र इन्टरनेटबाट पनि धेरै नयाँ स्किल सिक्न सकिन्छ। र सबभन्दा इम्पोर्टेन्ट कुरा, सही कम्युनिटी र सपोर्ट भए जर्नी धेरै सजिलो हुन्छ। त्यसैले यदि तपाईँ पनि ग्रो गर्न, नयाँ कुरा सिक्न वा आफ्नो कम्फोर्ट जोनभन्दा बाहिर निस्किन चाहनुहुन्छ भने सुरु गर्न कहिले ढिलो हुँदैन। मेसेज गर्न सक्नुहुन्छ इफ यु वान्ट मोर इन्फर्मेसन। थ्याङ्क यू।